मधेस आन्दोलन अधिकार पहिचान र अस्तित्वको लडाई हो। यो लडाई भनेको मधेस एउटा छुट्टै देश बनाउने होइन कि हामी झन् यो देशलाई बलियो बनाउनको लागि आफूलाई नेपाली सदियोदेखि पिछडेर पछि पारिएका हामी मधेसीहरू झन् हामी चाहिँ यही देशको नागरिक हौँ र यही देशको लागि मर्ने बाँच्ने बाचाका साथ हाम्रो अधिकारहरूको लागि हामी लडाई लड्दैछौँ। काठमाडौँमा हामी विभिन्न पत्र पत्रिका मिडियाबाट पनि सुनिरहेको छौँ। यो आन्दोलनलाई चाहिँ डाइल्युट गर्नको लागि मधेसी र पहाडीको आन्दोलन बनाइदैछ र कतै पनि यो मधेसी पहाडीको आन्दोलन होइन। हाम्रा थुप्रै पहाडमा पनि साथीहरू छन्, हाम्रा थुप्रै तराईमा पनि पहाडी साथीहरू छन् जसबाट हामी एकदमै नजिक छौँ र हाम्रो एकदम नजिकको नाता छ, सम्बन्ध छ। यो लडाई चाहिँ मधेसी र पहाडीको पक्कै कदापि पनि होइन। मधेसी आन्दोलन भनेको अधिकार र पहिचानको लडाई हो र यो लडाई भनेको एउटा सदियोदेखि सत्तामा रहेका र सदियोदेखि एउटा पछि परिएका समुदायको बीचको लडाई हो। त्यसैले म यो आग्रह गर्न चाहन्छु हाम्रा अरू पहाडी कम्युनिटीका दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरू पनि यो आन्दोलनलाई कम्तीमा जुन यो सत्ताले जुन चस्माले हेर्दैछ, यो सत्तापक्षले जुन चस्माले हेर्दैछ यो आन्दोलनलाई, त्यो चस्मालाई फुकालेर कम्तीमा एकचोटि हामी हेर्छौँ। यो देशमा भर्खर एउटा विपत्ति, एउटा ठुलो विपत्ति भयो। त्यसमा हामीले चाहिँ यहाँ मधेसका युवा साथीहरूले, हामी जस्ता थुप्रा युवा साथीहरूले, मधेसका घर घरका दिदीबहिनीहरूले आफूले पकाएको खानाको चामलबाट एक मुठी निकालेर हामीले चाहिँ पहाडको कुना कप्चामा पुर्याएको ज्वलन्त उदाहरण पनि छ। त्यसले पनि के देखाउँछ भने यो मधेसीहरू यही देशका जनता हुन् र यिनीहरू चाहिँ नेपाली हुनैको लागि यो लडाई लडिरहेका छन्। कोही भारतीय व्यक्तिहरूलाई यहाँ आएर उसको नागरिकता दिलाएर न यहाँ राष्ट्रपति बनाउनु छ न यहाँ उपराष्ट्रपति बनाउनु छ, यो हाम्रो पनि त्यसमा घोर विरोध छ। हामी त्यो पनि चाहेका पनि होइनौँ, किनभने भोलि पहाडको मान्छेभन्दा बढी घातक हामी मधेसकै मान्छेले भोग्नुपर्छ जब यहाँ उत्तर दक्षिणतिरबाट यदि बढी माइग्रेटेडहरू भयो भने। यो कुरामा हामी चाहिँ मधेसका युवा साथीहरू र यो मिपाले एकदम गहन रूपमा चाहिँ अध्ययन र विश्लेषण गरेको छ र हामीले चाहिँ यो बुझेको छौँ। त्यसैले हामी चाहिँ यो आन्दोलनलाई यहाँहरूको पनि सहयोग र सहायताको लागि हार्दिक अनुरोध गर्दछु।